उसले 2 months चान्स दिनु सर भन्यो अब साम्बा फायर साम्बा किन फायर भन्दाखेरि उसलाई पो कन्फिडेन्स छ त म राम्रो प्लेयर बन्छु भन्ने त अब बुट लाउनै भर्खर सिक्दैछ त्यो एजमा एपीएफमा आएर बुट लाउने चाहिँ सबै कुराहरू म्यानेज गरिरहेछ भनेपछि उसले बुट लाएर त खेलेकै रहेनछ त हैन भनेपछि त त्यो कुरा पनि कोचको सही हो स्किल स्पिड छ सर सम्भावना छ स्किल बनाउँछु बन्यो भने राख्नुपर्छ अब बनेन भने त अब कुदेर मात्रै त हुँदैन हैन भनेपछि उसले भनेको कुरा नि सुन्नु पर्यो अब फेरि यता उता साम्बाको प्रब्लम अर्कै छ अब 2 महिना त घरबाट तिर्नु पर्यो साथीसँग एडजस्ट गरिरहेछ हैन अब साथीलाई पनि अब खानेकुरा किन्नु पर्यो डाइट किन्नु पर्यो त्यो कुराहरू त छँदैछ हैन अब लेट भयो हैन कोचको कारणले अब उ के भयो मसँग रिसायो लेट कन्ट्याक्ट गरिदियो हामीले बाँच्न पर्छ खर्च गर्नुपर्छ खानुपर्छ भनेर एक्सपोज गरेन तर म बुझ्छु नि त हैन हामीले त्यति त स्टडी गर्न सक्छौं नि त हैन अनि उसको प्रब्लम उसको सोचाइ उसको प्रब्लम हेर्दाखेरि कुरो सही हो तर मजबुरीले के बनायो लेट चाहिँ साइन गर्ने बनायो अनि 2 महिना पछाडी ओके गर्यो मलाई आएर चाहिँ गर्दिनु सर राम्रो हुन सक्छ भनेपछि मैले साइन गर्दै 2 महिना पछाडी कन्ट्र्याक्टमा बसेको हो